त्यो फटालाई भेटाउ मात्रै मैले जाने आज घरमा रासन पानी छैन भनी न अस्ति मलाई पनि चुना लाउन लाग्या रहेछ थाहा पाएँ तलाई यहाँ घर कोही छन् कि छैनन् कोहीले देखे कि नि त्यसलाई ए डिम्पल छोरी बाहिर आ त त्यो अस्ति फटा थियो त त्यो फटालाई देख्दै मलाई चुना लाउन लाग्या थियो रासन पानी तेल बेसर केही छैन भनेर त्यसलाई देख्थे बाबा म देखे पल्ले खेतमा काम गर्छन् पक्का हो नि झुट त बोलेको छैन है तँले देखे पल्ले त्यो खेतमा काम गर्छ आज गयो त्यो मेरो हातबाट गयो जा भिड त जा किन बाबा तँ बुझ्दैन अहिले तँ भिड त त्यो त मर्ने भयो अब मेरो हातबाट कहाँ छ त्यो दुनियाँलाई चुना लाउँदै हिँड्दै गर्ने हैन पाक ए फटा क्या भयो अंकल बड्डाउ अब त के भयो भन्छ है अस्ति मलाई चुना लाउन लाग्या रहेछ नि मलाई फटा भन्ने के छ बड्डाउ तिमी त प्रुफ हा म बिना प्रुफको बोल्दैन मात्या तँलाई प्रुफ देखाउँछु बिना प्रुफको तिमी बड्डा बोल्ले अब तिमी बड्डालाई पुलिस थाना राख्छौ हैला पहिला मात्या ल जाने छु मात्या प्रुफ देखाउ बड्डाउ हैला प्रुफ नदेखायो भने हैला पुलिस चौकी जान्छु म तँलाई त म यही ल्यान्छु तँ चाहियो हैन आइज तँलाई प्रुफ देखाउँछु बस एक यो मा हेर कमेन्टमा जा सरकार ल हेर यो को मेरो भाइ रासन पानी छैन भने खै मेरो कहिले रिटर्न गर्ने हो गाह्रो छ यसको पनि त खारै चाहिँ देखि नि ए यो त हेर देखि यो त पल्ला गरे काइलो त्यसको पैसा खा है खाया त हैन रग्या हो लग्या हो नि कति वर्ष भयो 3 साल त्यसलाई पैसा दिने हैन है अब त म दिँदै दिन्न मलाई पनि अस्ति चुरा लाउन आ रहेछ मलाई थाहा भयो देखा छैन नि त्यो काइलालाई मैले जाने छु ओ काइला अब तँ 1 रुपैयाँ पनि पाउने थाहै फेसबुकमा आयो तँले भन्नुपर्छ साला फोन गर्न खजिन्ती अब तेरो पैसा अब 2-3 सालमा मिल्नेवाला छ जो नथाहा पाउँथ्यो त्यो थाहा पाइहाल्यो तिमीलाई पनि अब को दिन चुना लाउँछु थाहा पायो